यो मैले भन्दा 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 कति भनौँ, यो भनै साध्य छैन, गरी साध्य छैन भन्ने खालका गीतहरू छन् नि, त्यस्तै भइसक्यो। अब तपाईहरुले कसरी बुझ्नुहोस् भने आज देश यो स्थितिमा आइपुग्न सबैभन्दा ठुलो भूमिका कसको हो र यो देशको आज यो हालतमा पुग्ने, देशमा युवाहरू बस्न नसक्ने, युवतीहरू बस्न नसक्ने, हामीले घर बनायौं, घरमा बस्ने छोराछोरी हाम्रै घरमा राख्न नसक्ने र हामी परनिर्भर हुने, हामी स्वाभिमान हुनुपर्ने, आत्मनिर्भर हुनुपर्ने, परनिर्भर हुनुपर्ने बाध्यता कसले सिर्जना गर्यो र आज के हुँदै आयो भन्ने कुरा मैले विगत 5-7 वर्षदेखि भन्दै आउँदाखेरि मलाई कति पनि आयो भने त्यो पनि ठिक छैन, त्यो पनि ठिक छैन, त्यो पनि ठिक छैन, यो दुर्गा प्रसाद जसको मात्रै विरोध गर्छ भनेर पनि भने आइरहेछ, कुरा आइरहेछ नि त। ठिक चाहिँ को छ त भनेर भन्छन् हैन। हामीलाई हिजो 2046 सालमा प्रजातन्त्र चाहियो, प्रजातन्त्र पुगेन र गणतन्त्र चाहियो, गणतन्त्रले पुगेन र अब अहिले हामीलाई के चाहियो, के चाहियो, के चाहिएको थियो र सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाइयो र 75 जना बच्चा मराइयो, के चाहिएको थियो ल भन्नुहोस् त। र कुन डिजाइनमा सिंहदरबार र सर्वोच्च अदालतमा आगो लाग्यो, यसको उद्देश्य के हो? यो त केही न केही उद्देश्य बिना त यो भएको छैन यत्रो घटना। र जसले सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाउन उक्सायो, आगो लगाउने डिजाइन गर्यो, जो सिंहदरबारमा गएर आफैले आगो झोसे, जेल भत्काएर हिँडे, जेलका कैदीबन्दीहरू केही छन्, निर्दोष पनि भागे होला, दोषी मान्छे पनि भगाइयो। आज ती सबैलाई चुनाव चाहिएको छ, सबै नेता भएर हिँडेका छन्। जसले सिंहदरबार र सर्वोच्च अदालतमा बन्द कोठामा बसेर डिजाइन गरेर सबै काम गरायो, उनीहरूलाई नै अघि बढाएको छ। मैले 3 दिन अगाडि एउटा कान्तिपुरको सोमा, कान्तिपुरले कहिले बोलाउँदैन थियो, मलाई बोलायो अनि मलाई सिकायो। अनि मैले भने म त त्यस्तो पढेको मान्छे होइन, तर पत्रकारिता चाहिँ मैले तपाईहरुलाई सिकाउनु पर्ने रहेछ भनेर भने क्या। मैले पत्रकारिता नबुझिया मान्छेहरूले पत्रकारिता गरेपछि आज यो स्थिति आएको। तपाईले के बुझ्नुहोस् भने मैले त्यो दिन हाम्रो कान्तिपुरका चेयरम्यान कैलाश सिरोया, कान्तिपुरका अध्यक्ष कैलाश सिरोयालाई नै अगाडि राखेर भनेको थिएँ। के भनेको थिएँ भने हामीले खोजेको पत्रकारिता त्यो होइन। एउटा बाल मन्दिर हुन्छ जहाँ अनाथ बच्चाहरू बस्छन्, त्यो बच्चाहरू बसेको ठाउँमा एउटा टेररिस्टको त धर्मै हो आतंक मचाउने, त्यहाँ ल्याएर टेररिस्टले एउटा बम राख्छ, तर त्यहाँ एउटा पत्रकारले पनि देखिरहेको हुन्छ, पत्रकार पनि हुन्छ, तर त्यो पत्रकार समाचारको हेडलाइन, पत्रिकाको हेडलाइन बनाउन र आफ्नो पत्रिका बेच्नको लागि, पैसा कमाउनको लागि नि त्यो बम कतिखेर ब्लास्ट हुन्छ र ती बच्चाका आँखा उछिटिएर जान्छन्, हात उछिटिएर जान्छन्, आन्द्रा भुँडी उछिटिएर जान्छ भनेर ऊ बसिरहेको हुन्छ, पर्खेर बसेको हुन्छ समाचार बनाउनलाई। तर त्यही ठाउँमा त्यही पत्रकारले चाहिँ पुलिसलाई बोलाएर खबर गरेर यहाँ यसरी चाहिँ नि बम ब्लास्ट हुँदैछ, यो बच्चाहरूलाई जोगाउनुपर्छ भनेर चाहिँ नि भन्ने खालको होला समाचार बन्थ्यो होला। ब्लास्ट भएर आन्द्रा भुँडी छरिँदा, आँखा निस्किएर हुँदा, हात चुडिएर जाँदाखेरि ठुलो समाचार बन्थ्यो होला, तर समाचार त सानो बन्थ्यो नि त। ठुलो समाचार भन्दा के भयो, धेर पत्रिका बिक्ने भयो, पैसा कमाइने भयो। समाचार सानो भन्दाखेरि पैसा नकमाइने भयो। त्यसले गर्दाखेरि हामीलाई सामाजिक उत्तरदायित्व बोकेको त्यो बच्चाहरू बचाउने पत्रकारिता चाहियो यो देशमा। मैले भनेको कुरो त्यो थियो र तपाईहरुले गरिराख्नु भएको छ। र मैले अर्को कुरो के भनेको थिएँ भने कैलाश सिरोया दाइलाई नै अहिले पनि भन्छु,
पर चन्द्रगिरीको समाचार डेट टु डेट आयो, तपाईँहरूलाई थाहा छ नि, हेडलाइनमा आयो वन फाडानी गर्यो चन्द्र ढकालले जम्मै सक्यो भनेर। त्यसको 15 दिन पछाडि सेटलमेन्ट भयो। के सेटलमेन्ट भयो? त्यहाँबाट फेरि कान्तिपुरमै विज्ञापन आउन थाल्यो। अनि हामीले ठुला मिडिया जसले धेरै एल्गोरिदम प्रयोग गर्छ, सोसियल मिडिया प्रयोग गर्छ, पढेका लेखेका बुझेका एलिट वर्गका, यी भनेका एलिट वर्गका डिप स्टेटका मान्छे हुन्। नेपालमा पनि एउटा डिप स्टेट छ, ती डिप स्टेटका मान्छे हुन्। र तिनले के गर्छन् भन्दाखेरि सामाजिक उत्तरदायित्व बोकेको पत्रकारिता, अघि मैले भने नि बाल मन्दिरमा जोगाउने पत्रकारिता जो जसरी चाहिएको थियो, आज हामीलाई देश जोगाउने, यो मुलुक देखाउने, धर्म जोगाउने, संस्कृति जोगाउने पत्रकारिता चाहिएको छ। म तपाईँहरूसँग त्यो आश गर्छु। कुरा बुझ्नुभयो के? अब हामी सबैजना मिलेर यो देश जोगाउन लागेनौँ भने अब देश पृथ्वीनारायण शाह र बडा महाराज धिराज पृथ्वीनारायण शाहले एकीकरण गरेको दिनदेखि यता एकपल्ट जङ्गबहादुर राणाले त्यतिखेर भण्डारखाल पर्व गरेर चाहिँ देश जोगाएको थियो। आज त्योभन्दा डरलाग्दो स्थितिमा देश पुगेको छ। यदि यो पल्टको चुनाव भयो, यो चुनावको उद्देश्य जेएनजीको माग के थियो? सिंहदरबारमा आगो लाग्यो, सर्वोच्चमा आगो लाग्यो, खोइ त भ्रष्टाचारलाई कारबाही भयो। कार्की आयोग कहाँ गयो? र कार्की आयोगलाई म एउटा चुनौती दिन्छु, कार्की आयोग पनि गोविन्द केसीकै मान्छे हुन्, त्यो उतैबाट चलेका मान्छे हुन्। र कार्की आयोगले ल ठिक छ, बच्चा मार्नलाई पुलिसलाई आदेश दिने रमेश लेखरक र केपी ओली जति दोषी छन् नि, त्यो बन्द कोठाभित्र बसेर यो सबै प्लान गर्ने मान्छे पनि त त्यति नै दोषी होलान् नि त, हुन् कि होइन? हो कि होइन भन्नुहोस् त? भनेपछि नि दुईटैलाई कारबाही गर्नुपर्छ। पहिला निश्चल खरेलले, आज पनि म देखाउँदैछु यो भिडियो एकदमै इम्पोर्टेन्ट छ। यो आज मैले देखाउने भिडियो छ नि, आज मैले त फर्स्ट देखाएँ, सेकेन्ड देखाएँ, थर्ड देखाएँ, आज फोर्थ भिडियो देखाउँदैछु। यस पछाडि अझै काठमाडौँका मेयर शोभिता गौतम लगायतका अझै कर्तुतहरू सहितको अर्को 5औं भिडियो पनि फेरि सार्वजनिक गर्छु चुनाव हुनुभन्दा केही दिन अगाडि। यो कुनै भनिवरी गर्छु, आज पनि गर्दैछौँ हामीले। 2013मै र 14मै यो देशमा कसैले भन्दैन सबै डराउँछ मरिन्छ भनेर। बाबा मृत्यु त मृत्यु नै हो, मर न यार, एकपल्ट मर्ने हो, एकपल्ट जन्मिने हो, एकपल्ट मर्ने हो। कस्तो नामर्द भएर चाहिँ नि ऊ हिँडेको। 2013-14मै प्लान थियो यहाँ दलाई लामा जन्माउने। अब दलाई लामा जन्माउने दिन आयो, उता दलाई लामा मध्य प्रदेश हिमाचल प्रदेशमा मरेपछि फेरि टिबेटको लागि दलाई लामा जन्माउने प्लान यहाँ अहिले म देखाउँदैछु। 2014मा भएको थियो, आज 2026 भनेपछि कति वर्ष अगाडि? 12-13 वर्ष अगाडि भनेपछि गोविन्द केसीलाई कहिले सुताएको थियो? 79 साल भनेपछि आज 82 साल, 79 र 82 13 वर्ष भयो कि भएन? 13 वर्ष अगाडिदेखिको प्लान हो यहाँ। किन गोविन्द केसीलाई सुताइयो? किन विवेकशील पार्टी बनाइयो? र विवेकशील पार्टी र गोविन्द केसीका वरिपरि घुम्ने मान्छे आज सिंहदरबारमा आगो लाउने, सर्वोच्च अदालतमा आगो लगाउने, अनि सबै फन्डेडबाट चुनावमा जाने, र उनीहरूलाई नै मात्रै चाहिएको छ चुनाव। आज नेपालका 90% जनतालाई चुनाव चाहिएको छैन। चुनाव चाहिएको छ भन्नुहोस् त? छ? तपाईँहरू पत्रकारहरू साँच्चै पत्रकारिता चाहिएको छ भन्नुहोस् त साथी हो? भनेपछि चुनाव उनीहरूलाई मात्रै किन चाहियो भनेपछि विधिवत रूपमा तपाईँलाई म भनिदिन्छु सत्ता कब्जा गर्ने हो यो। जस्तै तपाईँलाई एउटा कुरो थियो, इराक शान्त थियो, सद्दाम हुसेनलाई मारियो विभिन्न आरोप लगाएर। आज इराकका जनताले फेरि सद्दाम हुसेन खोज्दैछन्। लिबियामा त्यही भयो, कर्नल गद्दाफीले, तपाईँलाई थाहा छ, एउटा पेटको बच्चादेखि च्यान सुमुनको व्यवस्था गरेको थियो कर्नेल गद्दाफीले, उसलाई मारियो, लिबियाकै जनता भिडाएर मारियो। आज त्यही लिबियाका जनताले नि कर्नेल गद्दाफी खोज्दैछन्। पहिला गुमाउने अनि खोज्ने। हेर्नुहोस् युक्रेनको हालत, हेर्नुहोस् आज भेनेजुएलाको हालत हेर्नुहोस्। अब तपाईँहरू हेर्दै जानुहुन्छ नेपालको हालत के हुन्छ। म जतिको मान्छे नि एउटा आँट गरेर मैले परिवार, मेरो पनि परिवार छ नि, छोरा छोरी सबै छन् नि,
मलाई मेरो श्रीमतीले भन्छन्, मलाई आउनेले भन्छन् सबैले, तँलाई डर लाग्दैन? त डर त लाग्छ, तर कोही न कोहीले त यात्रा सुरु गर्नु पर्यो बाबा। कि नामर्दा भएर बसौँ? त्यो पनि होइन। ए बाबा यहाँ गोली हानेर मारिहाल्छन्, त मारिहाल्छ भने देख्न पर्दैन नि? देख्न पर्छ त यस्तो? सबै मैले कस्तो देखेँ भने नामर्दा देखेँ क्या। यहाँ यी न्यु रोडका व्यापारीहरू यी उस छन्, यो असनका गल्लीमा बस्ने व्यापारी, काठमाडौँमा घरमा भाडा लाउने, ब्याङ्कको ब्याज 16% 18% थियो, आज 6%मा ल्याइदिए। ए बाबा एक दिन निस्कन भनेर भन्यो नि मुर्दा जस्तो कानमा तेल हालेर सुत्या छन्। हिजो 1 करोडको 16 लाख तिर्नु पर्थ्यो सालको भने आज 6 लाख तिर्दा हुन्छ, 10 लाख रुपियाँ जोगाइदिएको छ हाम्रो लडाइँले, तर निस्किनेवाला छैन। ए निस्कन मूर्ख हो, देश सिद्धिँदैछ, व्यापार सिद्धिँदैछ, युवा युवती सबै सिद्धिए भनेर म लागेँ, कराएँ, रातभरि कराएँ, दक्षिणा हराएँ भने जस्तो भएको छ। र मैले र हामीले हाम्रो अभियानले फेरि यति सङ्घर्ष गर्यो। हामीसँग पुलिस हिरासतमा म त कति बसेँ, हाम्रा साथीहरू 78 दिनसम्म बसे। अहिले अब सबैजना बिस्तारो सबैजना जोडिँदै हुनुहुन्छ। र मलाई यहाँ बिचमा के लाग्यो तपाईँलाई थाहा छ? अहिले प्रश्न गर्नुहुन्छ तपाईँले केपी ओलीलाई भेटेको हो? मैले भेटे होइन, मलाई केपी ओलीसँग भेट्नै छैन। हो केपी ओली हिन्दू राष्ट्र, वैदिक सनातन हिन्दू राष्ट्र स्वीकारेर आउँछन् भने केपी ओलीलाई पनि हामी भित्र्याउन तयार छौँ। वैदिक सनातन हिन्दू अधिराज्य स्वीकारेर आउँछन् भने आउनुहोस्। देश अप्ठ्यारोमा परेको छ। म नेत्र विक्रम चन्द दाईलाई पनि भन्छु, आउनुहोस् तपाईँ पनि। म धर्मकान्त बास्कोटालाई पनि भन्छु, चुनावमा गएका जो स्वतन्त्र उम्मेदवार छन् नि, त्यो चुनाव त्यो यो नौटङ्गी त्यागेर आउनुहोस् हाम्रो अभियानमा। पहिला धर्म रक्षत भन्छ, धर्मको हामीले रक्षा गऱ्यौँ भने हामीलाई पनि धर्मले रक्षा गर्छ। हामी धर्मको रक्षा गर्न लागौँ। धर्मको रक्षा गर्नको लागि, देशको रक्षा गर्नको लागि हेर्नुहोस्, हिजो इराकमा सद्दाम हुसेनलाई गुमाए, लिबियामा कर्नेल गद्दाफीलाई गुमाए, जसले त्यो बनायो, देश बनायो। हिजो पृथ्वीनारायण शाहले आर्जेको मुलुकमा नि राजा ज्ञानेन्द्रलाई यिनै जनताले हामी सबै लागेर लखेट्यौँ नि। भोलि आउँदै हुनुहुन्छ, स्वागत गर्न जाउँ। आउनुहोस् राजा, हाम्रो गल्ती भयो भनेर आउनुहोस्। म केपी ओलीलाई पनि भन्छु, शेरबहादुर देउपालाई पनि भन्छु, प्रचण्डलाई पनि भन्छु, सबै राष्ट्रवादीहरू एक ठाउँमा आउँ। देश अप्ठ्यारोमा परेको छ। मैले भने विप्लव दाईहरूलाई पनि भन्छु, तपाईँहरूलाई राजा चाहिँदैन भने राजा बोक्नेले राजा बोकौँ, देश बोक्नेले देश बोकौँ, धर्म बोक्नेले धर्म बोकौँ। पहिला देश जोगाउँ। तपाईँहरूलाई एउटा कुरा के भन्छु भने माउ सेतम र चाङ्गाई सेकको कुरा आउँछ यहाँ, होइन? म सुन्छु। चाङ्गाई सेक र माउ सेतम भनेको काट पानी बाराबार थियो। तर जापानसँग लड्ने बेलामा नि पहिला त्यो विदेशीसँग लडौँ, अनि तिमी र म भित्र लडौँला भनेर उनीहरूले पनि मिलेर जापानसँग लडेका थिए। यो बेलामा पनि तपाईँहरूले अब नेपाली जनताले साथ दिएनन् भने हाम्रो हातबाट देश गयो सोलालाई। हामी विदेशीका गुलाम भयौँ, विदेशीका गुलाम। तपाईँहरूले बुझ्नुहोस्, म रहौँला नरौँला त्यो ठुलो कुरो भयो नि, त्यसले तात्विक भिन्नता राख्दैन। म पृथ्वीमा अहिले 8 अर्ब 20 करोड जनता भएछन्, त्यो 8 अर्ब 20 करोड थानमध्ये म एक थान हुँ क्या, दुर्गा प्रसाई। कुरा बुझ्यो होइन? म रहनु र नरहनुले ठुलो उ राख्दैन, तर म जतिको आँट भएको मान्छे फेरि पनि नेपालमा जन्मिन्छ कि जन्मिँदैन, म आफैलाई प्रश्न गर्छु क्या, आफैलाई प्रश्न गर्छु। त्यसले गर्दाखेरि म तपाईँहरूसँग राजा बोक्नेले राजा बोकौँ, धर्म बोक्नेले धर्म बोकौँ, देश बोक्नेले देश बोकौँ। विप्लव दाईलाई, धर्मकान्त बास्कोटाहरूलाई, प्रचण्डहरूलाई, केपी शर्मा ओलीहरूलाई राजा बोक्नु छैन भने नि देश बोक्नुहोस् न, देश बोक्नुहोस्। के हो कुरो? हो कि न? र त्यसले गर्दाखेरि पहिला हामी देश जोगाउन राखौँ। देश जोगेपछि म विभिन्न जात जातिका मान्छेहरू छन्,
विभिन्न धर्म समुदायका मान्छे छन्। म मुसलमानकै कुरा गर्ने भनेदेखि यहाँ मुसलमान नेपालमै जन्मेको मुसलमान त पृथ्वीनारायण शाहका पालादेखि देश एकीकरणमा गरेर आएका मुसलमान छन्। ती मुसलमानले चाहिँ के भन्छ थाहा छ? हिन्दू राष्ट्र चाहिन्छ भन्छन्। तर वीरगन्जमा के भनेर नारा लाग्यो? हिन्दू भगाऊ देश जोगाऊ। त भरे को रहेछ भन्दाखेरि रासपाको कार्यकर्ता रहेछ। स्पष्ट भयो नि त। भनेपछि कहाँबाट के चलेको रहेछ? सिम्पल कुरो छ। र म नेपाल प्रहरीका आइजिपी साहबलाई भन्छु, यो भिडियो हेरेपछि तपाईँ कारबाही गर्ने कि नगर्ने? त्यो निश्चल खरेल भन्ने मान्छे योजनाकार हो, उसलाई पक्रेर ल्याउने कि नल्याउने? ल्याउने कि नल्याउने? बन्द कोठाभित्र बसेका मान्छेलाई ल्याउने कि नल्याउने? तपाईँ जेएनजीको उसमा हतियार खोसे, पुलिसको खोसेर खुसी भएर हतियार समाएर फोटो खिचे नि साथीहरूले, आन्दोलनको बेलामा खिचिहाले। ती मान्छे पनि लगेर थुनिया छ, बाटोमा हिँड्ने मान्छे पनि थुनिया छ, घरमा गएर यसो बिल्डिङमा एक लात्ती हानेको मान्छे पनि थुनिया छ। तर बन्द कोठाभित्र डिजाइन गरेर संसार जलाउने मान्छे चाहिँ नि, त्यो डाइरेक्टरलाई चाहिँ किन पक्रिँदैन? निर्देशकलाई किन पक्रिँदैन पुलिसले? त्यतातिर त कुरै गर्दैन त। चुनावमा गएको छ। एउटा काम गर्नु न, कार्की आयोगले केपी ओली सबैलाई दोषी देखाउँदामा त्यो सुरुवात गराउनेलाई पनि गरोस् त्यो। अनि म चुनावमा जान्छु, जाउँ त, जाउँ न। र म एउटा कुरा के भन्छु भने, काठमाडौँका सिडिओले हेर्नुहोस्, राजा आउँदै हुनुहुन्थ्यो, महाराज धिराज भोलि आउँदै हुनुहुन्थ्यो काठमाडौँ फागुन 1 गते। पोहोर पनि फागुन 25 गते आउनुभयो, हामीले स्वागत गऱ्यौँ। यसपालि पनि आउँदै हुनुहुन्थ्यो। अब के भयो? अहिले एयरपोर्टको वरिपरि मन्दिर छ अरे, अनि त्यहाँबाट शिवरात्रि छ अरे, चुनाव आयो अरे, हेर्नु हिन्डुल गर्न पाइँदैन अरे। हेर्नुहोस् त कुरो। म सिडिओलाई नै के भन्छु भने नि, राजा बडा महाराज धिराज पृथ्वीनारायण शाहले आर्जेको मुलुक हो, त्यो ठाउँमा तपाईँ जागिर खानु हुँदैछ। तपाईँलाई अप्ठ्यारो लाग्दैन चिठी पठाउनलाई? लाग्दैन? तपाईँको सिडिओ छ, तपाईँको श्रीमती छोराछोरीले तपाईँलाई के भन्छन्? अलिकति हरि छैन, धर्म छैन, पशुपतिको देश हो त यो त। त चुनाव हुँदैछ 21 गते, गराउँदाखेरि है। चुनाव पनि कस्तो गरिँदैछ भने नि, 59 सालमा 1 महिना अगाडि नै आर्मी परिचालन गरेर राजा ज्ञानेन्द्रले त्यतिखेर कु गरेर गरेको चुनाव, र अहिले पनि सत्ता कब्जा नै हो नि त। 1 महिना अगाडि नै सेना परिचालन गरेर बन्दुकको मोहरी देखाएर, बुलेट देखाएर, गोली देखाएर चुनाव गर्न जाने ठाउँमा आर्मीलाई कम्ब्याट ड्रेसमा, पुलिसलाई सुसज्जित 2-2वटा हतियार बोकाएर पठाएर गराएको चुनाव, त्यो प्रजातान्त्रिक चुनाव हो? यसलाई चुनाव भनेर मान्न सकिन्छ? ल भन्नुहोस् त, मान्न सकिन्छ? र आम नेपालीहरूलाई म के भन्छु भने नि, यसको साइबर लागोस्, ड्राइभर लागोस्, कन्ट्र्याक्टर लागोस्, पाइलट लागोस्, है होइन, जे लागोस्, नेपाली जनताले यदि नेपाली जनता भात खाने हुन् भने चुनावमा भोट हाल्न जाँदैनन्, जानु हुँदैन, जानु हुँदैन। यो मौका पनि तपाईँहरूले गुमाउनु भयो भने तपाईँहरूलाई भन्दा ठुलो अपराध कसैलाई पनि लाग्दैन। देश सकिँदैछ। र म पनि अब देश दौडामा निस्किन्छु। अब म निस्किन खोज्छु, मलाई समातेर थुनिहाल्छ। मेरो व्यक्तिगत स्वतन्त्रता छैन। कुरो चाहिँ संविधानको गर्छन् यिनीहरू, अनि मलाई लगेर थुन्यो, अनि भोलिपल्ट छोड्यो, अनि म निस्किँदा चुनाव प्रभावित हुन्छ भने चाहिँ कस्तो खालको चुनाव गर्न आँटेको रहेछ त? र म के भन्छु भने सुशीला कार्कीज्यूलाई, ओम प्रकाश अर्यालज्यूलाई, तपाईँहरू कुन डिजाइनमा आएको आन्द्राभुँडी थाहा भइगयो, तपाईँहरू पनि यही बस्ने हो। शक्ति त आउला कुनै दिन, फेरि तपाईँहरूलाई पनि थाहा होला सत्यको जित हुन्छ। सत्य जहिले अल्पमतमा हुन्छ, तर विजय सत्यकै हुन्छ, त्यो कुरो मलाई थाहा छ। तपाईँहरू यो खालको खेल नगर्नुहोस्, तपाईँहरू मलाई यसरी दुःख नदिनुहोस्। त्यसले गर्दाखेरि अब हिजो मात्रै त्यो इन्डो पेसिफिकको आर्मीको के चिफ यस्तै हेर्नुहोस्, कमान्डर है, किन उहाँहरू आउनु हुँदैछ डे टु डे? के छ यहाँ? के को खानी छ र यहाँ? खरानी भएको देशमा 2 करोड 90 लाख जनसङ्ख्यामा 1 करोड 60 लाख युवा युवती छैनन्।
घर जम्मै खाली भयो, के बाँकी छ यहाँ? बाँकी के छ? त्यसले गर्दाखेरि यो सबै कुरा र तपाईँहरूले आज एउटा नोट गर्नु होला यहाँ, यो भिडियो सेप्टेम्बर 3 मा मैले एउटा कुरो लेखेको थिएँ। सेप्टेम्बर 8 र 9 मा घटना भयो, मैले हुँदैछ भनेको थिएँ। सेप्टेम्बर 8 को 9:45 मा यहाँ भिडियोमा देखिन्छ, पहिल्यै तिब्बतियन नागरिकहरू रातो रगतको त्यो लेखिएको बोर्डहरू साइन बोर्ड लिएर विद्यार्थीहरूलाई बोलाइराखेको देखिन्छ। भनेपछि आन्दोलन कसले गराएको त? कसलाई चाहिएको रहेछ यो आन्दोलन? नेपालीलाई चाहिएको रहेछ सिंहदरबारमा आगो लाउने आन्दोलन, सर्वोच्च अदालतमा लाउने आन्दोलन। अनि यो निर्वाचनलाई स्वीकारिन्छ। र म के भन्न चाहन्छु भने यो सरकारलाई, राष्ट्र संस्था हिन्दू राष्ट्र र नि हाम्रो शक्ति त जन्मियो, विद्रोहको बिरुवा रोप्यो, जसरी तसरी बढ्छ, आज नभए भोलि बढ्छ, तिमीहरूलाई शान्ति हुँदैन। त्यसले गर्दाखेरि यो चुनाव रोकेर संविधान संशोधन गर्नको लागि सर्वपक्षीय सरकार बनाऊ, अहिले पनि मौका छ यो हैन। र हाम्रो 12 बुँदे सहमति कार्यान्वयन गर्ने भनेको अहिलेसम्म ढाँटेको रहेछ हामीलाई है। त्यसले गर्दाखेरि तपाईहरुलाई म के भन्छु भने फागुन 1 गते भोलि महाराज धिराज सवारी हुने कार्यक्रम आज जुन सिडिओले प्रतिबन्ध लाउनु भएको छ, ती घेरा तोडेर नेपाली जनताहरु एयरपोर्टमा जान्छन्। यो कुरा तपाईले बुझ्नुहोस्। जानुहुन्छ कि हुँदैन तपाईहरु? घेरा तोडेर जान्छन्, जाने हैन? अब म के भन्छु भने कि ब्रिटिसका घरमा गएर दरमान बस्ने मात्रै गोर्खाली हुन्छ कि साच्चै गोर्खाली हो भने यहाँ देखाउ न। अब साच्चै गोर्खाली हो भने यहाँ देखाउ। ब्रिटिससँग गएर सलोट हान्ने, मारवाडीकामा गएर सलोट हान्ने मात्रै गोर्खाली होइन क्या। गोर्खाली हो भने साच्चै गोर्खालीको अर्थ भनेको डराउँदैन, देश जोगाउनेलाई गोर्खाली भन्छ। देश जोगाउनु छ साच्चै गोर्खाली भएर भोलि निस्क। निस्किने कि ननिस्किने साथीहरु भन त भोलि। र सम्पूर्ण काठमाडौँका व्यापारी व्यवसायी र नजिकका जिल्लाहरूमा रहनुभएका सम्पूर्ण राष्ट्रवादी शक्ति दाजुभाइ दिदीबहिनीहरूलाई एकमत भएर भोलि 12 बजी एयरपोर्टमा आइदिनु होला। महाराज धिराजलाई स्वागत गरौँ। शान्तिपूर्ण हाम्रो सभा होइन, महाराज धिराजलाई पुर्याउने हो। पोहोर पनि पुर्याएको थियो होइन? शान्तिपूर्ण ठाउँमा पुलिसले हस्तक्षेप नगरोस्। के अरे त्यसले गर्दाखेरि म तपाईहरुलाई एउटा कुरा के भन्न चाहन्छु भने भोलिको कार्यक्रम सफल बनाऊ, भव्य बनाऊ। र राजालाई पनि म एउटा कुरा के भन्छु भने हामीले धेरै दुःख पायौं। तपाई पनि आँट गर्नुहोस्। अब तपाईले भन्नुहुन्थ्यो मलाई नेपाली जनताले बोलाएका दिन म आउँछु भनेर भन्नुहुन्थ्यो। अब यहाँ भन्दा नेपाली जनता छैनन् तपाईलाई बोलाउने। अब त ढुङ्गो पनि बोल्ने दिन आइसक्यो। त्यसले गर्दाखेरि तपाईले पनि आँट गर्नुहोस्। तपाईलाई पनि हामी अब निर्मल निवास घेरेर, तपाईलाई छोड्नेवाला छैनौं। निर्मल निवास घेरेर लगेर नारायण हिटीमा राख्छौं। चुनावको त कल्पनै नगर्नुहोस्। अहिले मलाई कतिपल्ट थुन्ने हो थुन। खरीको बोटमा लगेर झुन्ड्याउ, त्यहाँ कोलेश्वरमा छ खरीको बोट। सिडिओलाई भन्छु, आइजिपीलाई भन्छु, ओम प्रकाश अर्याललाई पनि भन्छु, लैजाऊ झुन्ड्याउ। तर तिमीले गरेको चुनाव जबरजस्ती गरेर मलाई थुनाएर गरेको चुनाव नि सफल हुँदैन। यो कुरा बुझ। धेरै ठुलो टपका अब बाहिर छ, अब बाहिर गइसक्यो। त्यसले गर्दाखेरि यो भिडियो अस्ति एउटा भिडियो मेरो एक दिनमा 8 करोडले हेरेका थिए। मेरो विचारमा यो भिडियो म के भन्छु भने 3 पल्ट हेर्नुहोस्, 5 पल्ट हेर्नुहोस्, बुझ्नुहोस्। अनि चुनाव आवश्यक रहेछ कि रहन्छ भन्दै ल यो भिडियोतिर तपाईहरु लाग्नुहोस्। यो भिडियो हेर्नुहोस् है र सबैले प्रसारण गरिदिनु होला यो भिडियो। ल नमस्ते। देखाएँ, दोस्रो भिडियो देखायौँ, तेस्रो देखाएर अहिले चौथो, अब 5औं भिडियो फेरि आउँदैछ। त्यो चाहिँ अब अझ खतरा आउँदैछ।
त्यो चाहिँ प्रेजेन्टेसन सहितको आउँदैछ के, कसरी सर्वोच्चमा आगो लगाउने, कुन कोठाबाट पस्ने, कहाँ डकुमेन्ट छ, कसरी त्यहाँ केमिकल प्रयोग गर्ने, सबै बच्चाहरूलाई कसरी त्यहाँ पेनिट्रेसन गर्ने, अनि कुन केमिकल हालेको पानी खुवाउँदाखेरि मान्छे उत्तेजित हुन्छ, बन्दुक खोज्न जान्छ, पुलिससँग लडाइँ गर्छ भन्ने सबै प्रेजेन्टेसन सहितको आउँछ। त्यो भिडियो सार्वजनिक गरेपछि यो देशमा चुनावको कल्पनै नगर्नुहोस्। कुरा बुझ्नुभयो के? चुनावमा भोट माग्न गएका साथीहरूलाई गाउँबाट लखेट्छन्। सुरु भइसक्यो होइन? सबैभन्दा पहिला ल तपाईँहरूलाई म एउटा अनुरोध के गर्छु भने यो भिडियो तपाईँहरूले एकपल्ट होइन आफैले पनि 3 पल्ट हेर्नुहोस् र यो भिडियो सक्दो सेयर गरेर तपाईँहरूको पनि सामाजिक उत्तरदायित्व हो नेपाल जोगाउने। हिजो बुढाबारा धिराजले हातमा तरबार बोकेर पृथ्वीनारायण शाहले आर्जेको मुलुक हो, हामीलाई छोडेर जानुभयो नि। आज तपाईँहरूसँग हतियारको रूपमा, तरबारको रूपमा क्यामेरा छ, सोसियल मिडिया छ, यसलाई भरसक्दो प्रयोग गरिदिनुहोस्। त्यो एल्गोरिदम भन्ने कब्जा गरेर यो सोसियल मिडियामा एकदम लगिदिनुहोस् र मान्छेलाई बुझाइदिनुहोस्। मेरो कुरा त्यति हो। ल केही छ अरू क्वेसन छ यानी क्वेसनै रहन्छ। ल होइन, मलाई पुलिसले त मैले भनिसकेँ त, मलाई पुलिसले लगे पनि केही फरक पर्दैन, लगेर त्यहीँ परिसरमा राख्ने हो। अहिले त यस्तो छ, पुलिस मलाई देख्दा लजाउँछ, म पुलिसलाई देख्दा लजाउँछु क्या भाइ। कुरो बुझ्यो होइन? होइन, म गएर जेल जाँदाखेरि नि तपाईँहरूले देश बच्छ भने त म गएर बस्दिन्छु त, के बिग्रियो त? तर देश बचाउँ, राष्ट्र बचाउँ। भात खाने जनता छन् भने यो कुरो बुझ्छन्, भात नखाने र अर्थकै खाने छन् भने नि यो कुरो बुझ्दैनन्। यति कुरो बुझ्नुहोस्। ल जन्माउने कुरो हो नि त। यहाँ म एउटा कुरा भन्छु नि तपाईँहरूलाई, यहाँ सुन्नुहोस्, हिन्दू भनेको जन्मिन्छ, क्रिस्चियन भनेको बनाइन्छ। हिन्दूलाई बनाउनु पर्दैन, जन्मिन्छ क्या। हामी हिन्दू हौँ। र मैले खड्गप्रसाद ओली मेरो हजुरबाबुलाई पनि के भन्छु भने मलाई आरोप लगाए नि भेट्यो भनेर, मैले भेटेको छैन। उहाँले पनि स्पष्टीकरण दिनुहुन्छ होला। यहाँ धेरै मान्छेले भेट्यो, मलाई उहाँ भेटेको छ भने म के भन्छु भने अहिले पनि हिजो अस्तिको हालको फोटो, पहिलाको फोटो होइन क्या, सँगै मार्सी गएको त फोटो आयो त। त्यो त्यही फोटो काटेर, पुरानो फोटो काटेर कस्तो रहेछ भने गगन थापा त्यहाँ उक्लिँदै गरेकोमा गगनको जिउमा मेरो टाउको हालेर, हेर्नुहोस् मेरो टाउको हालेर देखाएर, अनि विदेशमा बस्ने, यहाँ काम गर्न छोडेर विदेशमा गएकाले अनि त्यहाँबाट बोलेका छन्। ए बाबा कमसेकम सत्य कुरामा आऊ न। मैले भने त हिन्दू राष्ट्र र वैदिक सनातन होइन, केपी शर्मा ओलीलाई राष्ट्र संस्था स्वीकार्न छैन भने हिन्दू अधिराज्य, सनातन हिन्दू राज्य स्वीकारेर ल नाति हामीले गल्ती गऱ्यौँ भनेर यहाँ आयो भनेदेखि नि म वेलकम, स्वागत छ। गल्ती गरेको त सुत्र्याउन पाइन्छ नि त। र म केपी ओलीलाई भेटेको कुरामा चाहिँ भ्रममा नपर्न सबैलाई भन्छु है। फेरि पनि होइन, त्यस्तो होइन। वामपन्थीहरू भनेको जहिले राष्ट्रवादी ध्रुवको हुन्छ वामपन्थी भनेको। र तपाईँलाई म एउटा आज इम्पोर्टेन्ट कुरो सुनाउनु भयो। 2015 सालमा नि कम्युनिस्ट पार्टीको 2 सिट मात्रै आएको थियो, 2/3 आएको थियो काङ्ग्रेसको। तर त्यतिखेर कम्युनिस्ट पार्टीलाई पार्टी त कम्युनिस्ट हो नि त, पात्र पो फरक भयो त। तर कम्युनिस्ट पार्टीलाई राजा महेन्द्रले नै जोगाएको, राजाहरूले नै जोगाएको। कम्युनिस्ट पार्टी चाहिन्छ, कम्युनिस्ट भनेको चाहिँ राष्ट्रवादी हुन्छन् भनेर राजाहरूले नै जोगाएको। तर पछाडि गएर राजाकै टाउकोमा कम्युनिस्टहरूले हानेकोले गर्दाखेरि आज केपी ओलीहरूको त्यो ताल भएको हो नि त। त्यो ताल भएको कुरो बुझ्नुभयो के? त्यसले गर्दाखेरि मैले के बुझेको थियो भन्दा मैले कतिखेर बुझेको थाहा छ? 2013 को कुरो मैले ल्याइदिएँ होइन, रिम्पोचे जन्माउने कुरो अघि त्यहाँ बोलेको कुरो होइन। 2013 को भिडियो यहाँ कुनै पत्रकारसँग कैद थिएन नि। म 2013 देखि यिनीहरूसँग थिएँ क्या। म जतिखेर मेडिकल कलेजको एफिलिएसन लिनको लागि कुदेँ नि, त्यतिखेरदेखि मलाई थाहा थियो कि यो सिद्धिँदैछ, यो डिजाइनमा गएको छ भनेर। त्यतिखेर मैले बोल्दाखेरि मेरो भोइस बिग्दै नि थियो, मलाई माफिया मात्रै भन्थे। अहिले जब भोइस बिग्न थालेपछि बुझ्न थालेको हो नि त। त्यसले गर्दाखेरि तपाईँको यो त अहिले हाम्रो कास्टिङ मात्रै हो। हाम्रा अगाडि नि
गाजा जस्तै हुँदैछ। हामीले कटौरो लिएर यसरी तातो पानीको लागि, जाउलोको लागि हुन्छ नि, जाउलोको लागि यसरी कटौरा थाप्नुपर्छ। माथिबाट हेलिकप्टरले नि तपाईँको चाउचाउ र त्यो झारिदिन्छ, त्यसमा कुदेर मर्नुपर्छ। हेर्दै जानुहोस्, त्यो दिन अब नेपालमा आउँदैछ। होइन, देशको कुरामा नि एकछिन नि, यसले देशैलाई निषेधित लाओस् न। देशैलाई कहिले सिंहदरबार अगाडि लगाएको छ, कहिले एयरपोर्टमा आउने जाने ठाउँमा हुन्छ। भोलि 10,000 1 लाख मान्छे चाहिँ नि ल यात्रा गर्न जाने भएर के रोक्छ? एयरपोर्ट जस्तो ठाउँमा, बस पार्क जस्तो ठाउँमा, अनि हाइवेमा निषेधित हुन्छ, जहाँ पाए त्यहीँ निषेधित हुन्छ। त्यसमा पनि राजा आउने कुरामा के गर्न खोजेको? राजालाई रोक्न खोजेको होइन। म भन्दैछु त, तिमीहरूसँग दम छ भने ओम प्रकाश अर्याललाई भन्छु, राजालाई हातकडी लगाएर देखाउ न। पहिला हातकडी लगाउ न, हातकडी लगाउ न। सुशीला कार्कीलाई भन्छु, साँच्चै दम छ भने हातकडी लगाउ न राजालाई। यसले गर्दाखेरि नि, यसले तलमाथि भयो भने भोलि नै नारायण हिटीमा लगेर नि हामी राजा भित्र हुन्छौँ नि। फेरि भोलि नै मर्न हामी तयार छौँ। यहाँ सुन्नु न, विदेशीको लात खाएर मर्नु भन्दा नि बरु यत्तिकै मर्छौँ कि मर्न हामी तयार भएका छौँ। दुर्गा प्रसाद पटक पटक जेल जान तयार भएको छ भने किन डराउने? साथ दिनुहोस् न तपाईँहरू। होइन भने हाम्रो त शान्तिपूर्ण हो नि त। ए हावा कुरा गर्दा सबै पुलिसलाई थर्काएर हिँड्छु। त्यहाँ हेत्तेरिका म तपाईँहरू नै हावा कुरा गर्नु। मलाई त यहाँबाट लगेपछि उहाँ सबै त्यो हुँदैन त्यस्तो। मसँग के भयो? जेएनजी आन्दोलनको जगमा होइन हो, भाइले पनि कुरो बुझ्नु भएन क्या? यो विदेशीको जगमा हुँदैछ, पश्चिमाहरूको जगमा चाहिँ यो चुनाव हुँदैछ। कस्तो नबुझेको कुरो। ल हस्, आरोप होइन, यो तथ्य प्रमाण होइन। तपाईँ चाहिँ कहाँबाट पत्रकारिता गर्नु? तपाईँले अब पुर्याइदिनु न। तपाईँको मिडिया थोरै पुर्याउनु न। तपाईँहरू सञ्चार माध्यमको मान्छे होइन, तपाईँहरूले पुर्याउने हो नि त। अनि पो हेर्छ, तपाईँ हेर्छ। आरोप होइन। तपाईँलाई म एउटा कुरा भन्दैछु, मैले कुन आरोप लगाएँ? ल भन्नुहोस् त, कुन आरोप लगाएँ? सबै मैले सत्य भनेको छु। ब्याङ्कको 16% ब्याज घटेर 6%मा ल्याउनुपर्छ भनेको 6%मा आयो। आरोप हो? आरोप हो? यो सिंहदरबारमा यसरी आगो लाग्यो भनेर नि मैले सबै सार्वजनिक गरेपछि अनि सौरभ दाइले लुसिफर भनेको होइन? कसले ल्याए पहिलो भिडियो? अनि निश्चल खरेल छ नि सबै डिजाइन गर्ने। थ्याङ्क यू बालेन, तपाईँ भित्र बसेर लिड गरिदिएकोमा भनेको के? त्यो आरोप हो कि मुखले बोलेको हो? त्यो कि त्यो एआई हो? हेलो भाइ, त्यो तपाईँलाई त्यही भएर तपाईँकोमा भिडियो कैद छ होइन? एकपल्ट हेर्नुहोस्, अनि मेरो फेसबुकमा गएर मेरो पेजमा गएर 1 2 3 4 वटा छ, त्यो भिडियो हेर्नुहोस्। अनि चित्त बुझेन भने मसँग आउनुहोस् डिस्कस गर्न। हस् ल, अब के सुन्ने? छोड्दैन है बालन के अरे होइन होइन, हामीले फागुन 1 गते गरेर गर्ने आन्दोलन भनेको थियो। हामीलाई सरकारले बिचमा वार्तामा बोलायो, हामी न्युट्रलमा थियौँ। तर अब भोलि छ नि, भोलिको परिस्थिति हेरेर हामी आन्दोलनको घोषणा गर्छौँ। चुनाव त हुँदैन हो भाइ, यहाँ कुनै हालतमा चुनाव हुन दिन्न भन्दिनँ कि म। चुनाव हुँदैन, हुन दिन्न भनौँ भने साइबर लाग्दो छ। नेपाली जनताले हुनै दिँदैनन्। ल